इलाम माई नगरपालिका 6 को यो हेर्नुहोस् माई खोला पहिले या लगभग यो 6 नम्बर वडाको सम्पूर्ण हाम्रा वासीहरूले खाने खेत ठाउँमा यी अहिले बाढीले सबै यो किनार लागिराखेको छ। यी हेर्नुहोस् यसरी यो किनारमा यी तलदेखि माथि पहिले यो सबै यहाँ खेत हुन्थ्यो, खेतै खेत मात्रै थियो र अहिले यहाँ खोला बगिरहेछ। पहिले त त्यो पर डाँडाको देखिएको फेदीबाट खोला बग्थ्यो, अहिले त यहाँ आउँदा त यसरी बगिराखेको छ। र यी यति साह्रो हामीलाई यो माई खोलाले 25 वर्ष होइन 35 वर्षपछि यता बग्यो। 35 वर्ष अगाडि पनि यतै खोला थियो भन्ने चाहिँ बुढापाकाले गरेको थिए। त्योभन्दा पछाडि चाहिँ त्यो फेदीमा चाहिँ यहाँ सबै धानको खेती नै खेती थियो। यो सबै अहिले भोकमारी चलेर झापाबाट मोरङबाट धान ल्याएर खानु परेको छ। अब यो माई खोला यसरी बगिराखेको छ। माई खोला अहिले यति ठुलो छ र यसरी भएकोमा हेर्नुहोस् हामी त साह्रै पछुतो अब गरिबमा पुर्यायो यो माई खोलाले धेरै वर्षपछि। हस्।